कुचोले माकुराको जालो फाली भण्डारमा हेर्न पुगिन्, तर त्यहाँ केही फेला पारिनन् र मनमा विषाद गरी 4 दिन बितेपछि महादेव जागा हुनुभयो। हे पापिनी स्त्री, मलाई एक्लै बाहिर सुताई आफू भित्र सुतिस? हे स्वामी, हजुरलाई गहिरो निन्दा परेको देखि जागा गराउनै सकिन। म सुतेकी पनि छैन। तँलाई त खानु पर्थ्यो होला नि, केही खाइस खाइनस्? मैले त भण्डारमा जे भएको खाइसके स्वामी। अब हजुर के खानुहुन्छ? त्यहाँ के थियो र खाइ होली भनी करुणा भयो र हे प्रिय, हाम्रो घर यो होइन, त्यो खरको भित्ता च्यापेर हेर त भन्नुभयो। जुरुक्क उठेर खरको भित्तामा लात्ताले हानी सुनले बनेको त्यस्तो दिव्य महल देखेर सती देवी प्रसन्न भई हर्षको आँसु बगाई म धन्य रहिछु, जगदीश्वर महादेव स्वामी पाए भनी साष्टाङ्ग दण्डवत गरिन्। दानव 100 किन्नरहरू विमानमा बसेर गइरहेका थिए। तिनीहरूलाई देखेर सतीले स्वामीसित भनिन्, हे स्वामी, ती विमानमा बसेर जाने को हुन्? तिमीलाई के मतलब प्रिय? जसुकै हुन्। त्यसै बेला नारद मुनि पुगेर सती र शिवलाई साष्टाङ्ग दण्डवत गरी हात जोडेर उभिरहे। हे मुने, तिम्रो भक्ति देखेर म प्रसन्न भए, जे इच्छा छ वर माग। हे नारद, तिमी के कामले आयो यहाँ? हे शम्भु, दक्ष प्रजापतिले अश्वमेध यज्ञ गर्दा तिनै लोकका देवता 100 गन्धर्व किन्नर दैत्य नाग अष्टवसु वशिष्ठ आदि ऋषि र ब्रह्मा विष्णु एवं 10 दिक्पाल सहित सबै यज्ञ स्थलमा आइपुगेका छन्। किन डाकेनन् भनी आश्चर्य लाग्यो प्रभु। हे गौरी शङ्कर, यसको अर्थ बुझ्न नसकेर यहाँ आएको। हे जगदीश्वर, 33 कोटी देवता र सारालाई डाक्दा पनि हामी दुईजनालाई माता पिताले किन बोलाउनु भएन? किनभने तिमी नरुचाइएकी छोरी, म मन नपरेको ज्वाइँ। डाकेनन् त के भयो? हे प्रिय, यस्तो हट नगर, किनकि विशेष गरेर तिमी आफ्नो स्वाभिमानमा रहेकी त्यहाँ अपमान होला, जाने काम नगर भनी अनेक किसिमले बुझाउँदा पनि नमानी नारदका साथ लागि पिताको यज्ञ स्थलमा पुगे। सबै डाकेर केवल हामी दुईजनालाई मात्र किन डाक्नु भए? तेरो स्वामीलाई नडाकेको कारण के हो? हे माता पिता, मलाई भन्नुहोस्। दक्ष प्रजापति भन्न लागे, हे पुत्री, त मनमा दुःख नमान। तेरो स्वामी के ढङ्गको छ? देहमा खरानी खसी, कम्मरमा बाघको छाला बाँधिन लाग्दो। तेरो स्वामीलाई कसरी डाक? त्यो त बहुलाहा मात्र हो। तेरो स्वामी महादेवलाई त कसै गरे पनि म डाक्दिन। त्यसले मेरो यज्ञमा के वरदान देला? दक्ष प्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचनले निन्दा गरेको सुनेर मनले सहन नसकी क्रोधले नाग जस्तै लामो लामो सास फेरी स्वामीको निन्दा गरेको सम्झी चित्तले सहन नसकी छातीमा मुड्कीले हानी